सबजना गाइस लेट्स क्याप्चर है गेम खेल्नु कस्तो हतार भएको लेट्स गो दामी फलो ओ माय गॉड कस्तो दामी फलो 100 रुपैयाँ हाल्दियौ न खेमे यार खोडा हान्छु है आसु खोडा हान्छु फेरि कान्छा सिटु मलाई हेरे के उर्मिला देवी नुनियालाई के Hit me welcome guys double tap हान्नु ठकम double tap उर्मिला मात्र पापको मात्र हो त्यो पैसाको हैन नि पैसाको बोट हैन यो हैन उर्मिला देवी नुनियालाई चाहिँ 100 रुपैयाँ भयो भने यहाँ डेमो देखिन्थ्यो भन्ने कुरा नि कस्तो डेमो के बोले यो मार्सल ओइ बहिनीहरु भग्राम जस्तो बोल्छस् भिडियो कल भिडियो च्याट भनेको क्या रातभरि त्यही गरेपछि थाहा त्यही त आउँछ नि मुखमा के आउँछ रातभरि त्यही गरेपछि तिमीलाई रातभरि त्यसले त्यो गरे सबैजनाले टार्गेट पुराइदियो ओइ भएन यो टाइम भन्दै भन्दैन 18 जना आउनु भनेर टार्गेटमा अनि बिर्सन नरिसाउ मिलन दाइ यो के हो र दाइको गल्ती हो र मुमा कोही त मान्छे नै हुनु न अनि मिलन दाइ कति धेरैजनाले फलो गरिदिनु भएको थ्याङ्क यू सो मच हजुरहरूलाई है मेरो पनि अब 70+ फलोवर्स भएछ खुसी लाग्छ जे होस् कहिलेकाहीँ है सबैजनाले बुस्टिङ लाएर यो गेम चाहिँ जित्नुपर्ने हुन्छ है बुस्टिङ लाएर त्यस्तो नभन हामीसँग बुस्टिङ छैन कस्तो राजनीति छ बिग फ्यान दाइ थ्याङ्क यू सो मच समुद्र मनोज शाह थ्याङ्क यू सो मच फलो गरिदिनु ओइ केमे आउनु घिसिङले फलो गरी हाल हो त उहाँको यत्रो ठुलो छोरी छ है मेरो बहिनी ठुलो छोरी छ बुढी हुनुहुन्छ भाउजू मार्छ हेर्न भाउजूले बोलाइदियो तँलाई अहिले हजुर हेर्न त्यहाँ ठिक छ आज आएर मेरो नभएको कुराहरू सुनाए होइन ए ल भाउजू भिडियो भइरहेको छैन रेकर्ड भाउजू तपाईँलाई त चिनेकै छैन रे हेर्नुहोस् त मैले भनेको होइन प्रुफै छ मुखबाट रेकर्ड गरेर फलो गरेको सबै भन्दै जनतालाई सबै थाहा होस् पार्टी मोडको होइन भनेको त म त गएर सोच्छु रे हिस्ट्रीको त गाइज ओहो हाम्रो त गीत हानौ न माग्दा त नहुने थियो Posting. Let's go everyone. Let's fight one. Guys, posting guys, come on. Come on भनेर मात्र हुनु भए म त हार्दा पनि ठिक छु गाइस थ्यांक यू एक जाल हान्दा वेल आउँछ भने त एक जाल हान्दा माछा आउँछ भने त म त हारे पनि ठिक छु है हिस्ट्री हारे पनि ठिक छु है प्रतीक दाइ नि के भनेको प्रतीक दाइ लाइभ आउँदैन होला जे सुन त माछा हाम्रो पनि आउँछ मिलन दाइ के छ हाम्रो माछा प्रतीक दाइ लाइभमै छैन नि आज
दाइ तपाईँ पब्जी खेल्न लाग्यो हो पब्जी खेल्न लाग्यो चाँडै आउनु बाचा लेट्स गो इन्टु दिस मिलन दाइ लेट्स गो थ्याङ्क यू सो मच मलाई आज भोलि बिहान हजारवटा लाइभमा छ म हेर्छु ल लेट्स गो लाइभमा रहेछ ल लेट्स गो जोइन थ्याङ्क यू सो मच ल हो मलाई थाहा नै छैन किनकि म यता जोइन भएको भएर चाहिँ मैले दिन्छ ल डबल ट्याप ल यो के हो यो सानोवाला बाघ ठुलो आइदिएर भाइ खेपेको माछा आएको होइन माछा पानीले बगाइ के अहिले देख्दिन त पानीबाट बाहिर निस्क्यो अरे फ्राई गर्ने ठाउँमा हालिसकेको छ पकाउनको लागि क्या दाइ पकाउनको लागि त्यही भएर पकाउ खाउ ल है यसरी माछा आयो यो आयो नभन क्या हाम्रो पनि आउँदो रहेछ नि त बाघ सानोवाला बाघ हो नि फेरि सानो होइन बाघ भनेको बाघै हुन्छ क्या त्यही बाघ ठुलो हुने हो के आठवटा त्यसको आठवटा लेट्स गो एभ्रीवन यार तपाईँ त लास्टै हेन्सम यार ओहो लु बधाई बिरालो पनि बाघ हुन्छ भने चाहिँ मैले पहिलेदेखि सुरु त्यो बिरालो हो नि Okay, lo. Tinta roll, let's go. Thank you so much, everyone. एउटा मात्र रोल म त टाउकोमा कपालमा आयो भइदिरहेको झस्सेको भइदिरहेको थ्याङ्क यू सो मच केही छैन अब सकिन्न है पनि खोलेन के हो यार त्यो हो उताबाट हेर्नुपर्छ यार यहाँबाट सबजनाले सेयर गरिदिनु होला है ग्याङहरु लेट्स गो कस्तो मौका पारेको आई लभ यु सो मच केटा आयो उताबाट थ्याङ्क यू सो मच भाइ मेरो केटा यताबाट उ गर्नुपर्छ है आयो मोरा ग्याङ आउनु पर्छ आउन नि हामी हाल्छौँ साथीहरू गाह्रै सिचुएसनमा छ जस्तो लागिरहेको छ जितिन्छ त ग्याङ हिजो र आज त गायो मलाई 3 दिन लाग्छ लाइभ एउटा बाउको थ्याङ्क यू धेरै धन्यवाद साथीभाइले दामी प्ले गरेर खुसी लाग्यो थ्याङ्क यू सो मच इच एन्ड एभ्रीवन यार थ्याङ्क यू सो मच मिस्टर तामाङ थ्याङ्क यू सो मच रबिन थ्याङ्क यू सो मच मिलन दाई लट्स अफ लभ मिलन दाई हल्का है तपाईँले लास्टमा है छैन मिलन दाईकोबाट हल्का है दाई ह्यान्डसम हुनुहुन्छ दाई हजुरलाई मलाई फलो ब्याक दिनु न प्लिज ओके थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच है ल है म त तर मम्मीसँग त के हुन्छ यहाँ केटा हो स्प्याम नगरौँ है गाह्रो लाग्यो त हजुर मुभी खेल्नु भयो भने कोही लिनु सक्दैन नि भाइ के राख्नु मुभी के छ 21 लाख 21 लाख बुस्टर छैन हाम्रो बुस्टर लगाइदियो साथीहरू के भरे बुस्टर लगाइदियो स्नाइप आउँछ लेट्स गो एभ्रीवन रिटर्न आइसक्यो गाइस कम अन स्न्याप हाम्रोबाट यसो एउटा उताबाट आउँछ मिलन दाई उताबाट आउँछ दाई ट्याङरेङ्गे 0 किल पो छ त थ्याङ्क यू सो मच मिस्टर तामाङ थ्याङ्क यू सो मच थ्याङ्क यू तर कस्तो यो पालि चाहिँ खल्लो भयो
नेपाली चाहिँ खत दामी ओपी थ्याङ्क यू सो मच यार सुनिल विश्व बाबा थ्याङ्क यू सो मच गौलेनी थ्याङ्क यू सो मच पबिन थ्याङ्क यु सो मच दाइ थ्याङ्क यू सो मच बिमला थ्याङ्क यू सो मच इस्मी अनिल थ्याङ्क यू सो मच मगर्नी इट्स एन्ड एभ्री वानलाई धेरै माया छ धेरै माया छ लेट्स गो एभ्री वान लेट्स प्ले लेट्स गो गुड ट्राई लेट्स गो एभ्री वान सबैजनाले डबल ट्याप पनि नगर्ने के गिफ्टरले मात्र डबल ट्याप पनि गर्नु पर्यो लेट्स गो सबैजना डबल डे गरौँ डान्स आयो डान्स हान्ने हो अहिले हान्ने हो लेट्स गो हजुरलाई धेरै धन्यवाद है अमितलाई सबैजना फलो गरिदिनु हजुर भन्नुहोस् सो थ्याङ्क यू सो मच सबैजना डबल ट्याप लेट्स गो डबल ट्याप कोही पनि छैन खेमे वही गिफ्टरको नाम लिने लेट्स गो मलाई खानै छैन यहीँ हुनुहुन्छ भने कमेन्ट गर्नुहोस् फलो गरिदिनु सन्दीप डबल ट्याप सबैजना डबल ट्याप गरिदिनु डबल ट्याप गरौँ लेट्स गो एभ्री वान मलाई थाहा हुँदैन नि त केटा आफ्नो सङ्ग सम्झाउन धेरै अलिकति गाह्रो हुँदो रहेछ बेला अब म चाहिँ अलिकति कमेडी टाइपको गरेँ अनि त्यहाँबाट अलिकति मैले सोचिरहेको छु चाँडैभन्दा प्रयास गर्छु अनि पो आउँछ माछाले हो र यस्तो त्यस्तो भन्ने क्या थ्याङ्क यू उहाँलाई क्रिसला थ्याङ्क यू सो मच हजुरले माछा धेरै धन्यवाद के भन्ने माछा मार्ने एकचोटि गीत गाउनु बिचमा सबजना वेलकम छ ग्याङ वेलकम छ कमान गीत गाएर बस्ने के माने हानेको हाने गर्नु पर्ला है अब Oh my God, thank you so much.